नमस्ते सबैजनालाई। हामी चाहिँ आज घरमै मोमो बनाएर खानको लागि तयारी गर्दैछु। अब हामी चाहिँ दुईजना चाहिँ यहाँ प्याज काट्दैछु अनि यहाँ मेरो छोरो चाहिँ त्यहाँ मैदाको डल्लो बनाउँदैछ अनि यहाँ तयारी हुँदैछ हाम्रो। यसरी सबै आफ्नो काममा व्यस्तता देखिन्छ। छोरो त्यहाँ रोटी बनाउँदै मैदाको। अनि यो चाहिँ हाम्रो अचार हो मोमोको लागि। अनि यहाँ चाहिँ हाम्रो मैदा हाम्रो। अनि यो चाहिँ हाम्रो किमा हो आजको। अनि हामी चाहिँ यसरी मोमो बनाउँदैछु। यसरी टन्नै मोमो बनाएर हेर्नु न गाइज, टन्नै छ। हामी अहिले चाहिँ बनाउनलाई सबैजना आफ्नो काममा व्यस्तता नै देखिन्छ। कति धेरै कति राम्रो देखेको छ मोमोको डल्लाहरू। यहाँ मेरो छोरो पनि काम गर्दैछ। ऊ पनि त्यहाँ मैदा बेल्दै मोमो बनाउने सबै काम आउँछ। मेरो छोरो पनि काम गर्न थालिसक्यो। अब हामी चाहिँ यहाँ मोमो पकाउनलाई मोमोको भाँडामा हाल्दैछु। यो चाहिँ हाम्रो दोस्रो लड हो खासमा। पहिलो लड अगाडि नै पाकिसकेको थियो। एकजनाले चाहिँ त्यहाँ मोमो बसालिसकिसक्यो। छोरोको पनि मजाले काम गर्दै, छोरोको पनि व्यस्तता एकदम काम धेरै गर्दैछ छोरोले। यति सानो मान्छेले पनि त्यहाँ यसो काम गर्दै बाबा मम्मीलाई सघाउँदैछ। यो चाहिँ अचार हो गाइज हाम्रो। एकदम खतरा खालको अचार हो मोमोको लागि। हामी चाहिँ यहाँ मोमो चाख्दैछु गाइज। यो चाहिँ अब हामी चाहिँ मोमो खानको लागि सबैलाई आफ्नो भागमा हालेर खाँदै। ल गाइज, मैले चाहिँ सुरु गरेँ है। ल यसरी गम मोमो, डल्ले खोर्सानी अनि चिसो पनि, त्यो सँगसँगै कागती पनि है। मेरो चाहिँ फेभरेट कागती हो। ल यसरी कागती गममा खान्छु। तपाईँहरूलाई कागती कतिको मनपर्छ? मलाई चाहिँ धेरै मनपर्छ कागती। ल यसरी गम खाँदैछु। ल चिसो पनि खाएँ गाइज थोरै। ल मोमो, ल खोर्सानी टोकेँ फेरि। ल मोमो, ल मैले चाहिँ मोमो फेरि एड गरेँ 4-5वटा। अघिको सकेर पनि। मलाई चाहिँ मोमो पुगेकै जस्तो भएर अलिकति के गरौँ भइरहेको थियो। फेरि खान मन लागेर फेरि खान लागेँ। छोरो पनि सँगै त्यहाँ आएर हेर्दैछ।
छोरालाई खानु भनेको नाइ भन्दैछ छोराले। ल छोरा यी टन्नै भयो, मेरो त पेट भरिसक्यो भनेर पेट देखाउँदै छोराले। ल चिसो पनि खाइदिए। अब छोराले बाई बाई